नमस्कार दर्शक महानुभावहरू, मेरो नयाँ भिडियोमा फेरि यहाँहरूलाई हार्दिक स्वागत छ। यहाँ माउरी जुधेर यस्तो लडेको छ कि पुरै ड्याङ फाइट खेलेको छ। काम गर्नेले गरिरहेछ, जुध्नेहरू पुरा गोरु जुधेर भुस्कुट गरिरहेछ। यसले गर्नु खोजे के हो? मैले हिजो यसलाई चिनी चास्नी बनाएर हालेको थिएँ, नयाँ ल्या भएर। त्यही कारणले अर्को घरबाट आएर लुट लडाइँ खेलेको नि हुनसक्छ। म खोलेर यहाँहरूलाई देखाउँछु है। यो यस्तो विधि चाहिँ जुत्न नपर्ने, हिजोदेखिको जुतेको अहिलेसम्म पनि कुस्ती खेलै छ। कस्तो यो जति लडे पनि नथाक्ने, यो एकदम पलमान माउरीहरू परेको हो। मै ठक्क परिसकेँ, उफ्रिया छ। यो गटङ टङ 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 कुस्ती खेलेको छ, बसिया छ। अनि यो अब हिजो मैले चिनी चास्नी हालेको, यो अलिकता बाँकी रहेछ। बिहानै निकाल्नु पर्ने थियो, मैले अब खाइसके होला भनेर निकालिनँ। अनि यसकै कारणले पनि यिनीहरू बल निकाले जस्तो छ। चास्नी खाँदै कुस्ती खेल्दै, चास्नी खाँदै कुस्ती खेल्दै गरेर एक मुठी नि बढी त गइ नै सके। अब यसलाई म झिकिदिन्छु अहिले है। अब यिनीहरूको अलिक ताकत कम हुन्छ कि नत्र यिनीहरू खानु पाउन्जेल कुस्ती खेलै गर्ने भयो। त्यही भएर अब यिनीहरूलाई म अब छोपेर राखिदिन्छु। चास्नीको भाँडा चाहिँ दिनु पऱ्यो। जुद्यो भने अब यिनीहरूलाई बिस्तारै म हटाइदिन्छु। यिनीहरू यही खान पाएर माथि होइन, एक छत्तै जुधेर यो खतम हुन लाग्यो। तिनीहरूलाई खान दियो भने माथिएको जाने। हिजो नयाँ ल्याएको भएर यसो भोकायो होला, टाढादेखि ल्याएको भनेर। यति अलिकता खाओस् भने त साह्रै न्यु खोजे यिनीहरूले त। मलाई रिस नउठाउनु। अब यसलाई म अहिले छोडिदिन्छु। अब यो झिकेपछि त्यो चास्नीको भाँडा पनि झिकिसक्यो। अब पनि जिद्यो भने चाहिँ यसलाई उपचारै गर्नुपर्ने हुन्छ। अहिलेलाई चाहिँ म यसलाई छोपेर राखेँ। मैले क्विन गेट पनि लगाइदियो छु। क्विन गेट यसरी लगाएर राखेको। अब म झगडा गरेँ, अब अलिक कम निक्लिन्छ भनेको झन् भित्र बाहिर गर्ने हुल दङ्गा भयो। अब मैले क्विन गेट चाहिँ निकालिदिएँ। अब एकछिन क्विन गेट निकालेर राखिदिन्छु। अनि अब जुत्छै जुत्दैन एकछिनमा थाहा हुन्छ। अब क्विन गेट लगाइदिँदा नि झन् ढोकामा थुप्रै ढोकामा नै फाइट खेलै गरेर बिजोकै पगान आयो त। अब हिजो यो सँगसँगै ल्याएको, त्यसमा चाहिँ आनन्दसँग आफ्नो काम गरेर चाहिँ हिँडिरहेको। यिनीहरू चाहिँ गोरु जुधाइ गर्ने सिवाय केही गरेको छैन। उसले उसलाई सुँघाएको छ, ऊ यस्तो गरेर ल हेर्नुहोस्
यस्तो गरेर फुन्नु गरेर चाहिँ नौटंकी हो नौटंकी नै हो यो नौटंकी नै हो यो त उसलाई सुन्या छ उसलाई सुन्या छ र अनि लड्नु दर्शक महानुभावहरु आजको भिडियोमा हजुरहरुलाई यति मात्रै जानकारी गराएँ